नहुने मान्छे हाम्रो दाजु अब 400 वर्ष छ सय पुग्नलाई बोली असन भन्छ जो पनि ताजीमा ए 60 अनि म बुझ्ने भएँ म पनि उस्तै जस्तो भइसक्यो अब 8 वर्ष 9 वर्ष फेर छ कोही त बाँचिरहँदो रहेछ अरू दिदी बहिनी त्यसरी बाँचेनन् मलाई नि रोग त छैन त्यो ग्यास्ट्रिक छ त्यो ग्यास्ट्रिकमा अलिकता चिल्लोहरू केही पिरो अमिलो खाइदियो भने अनि टप्प समातेपछि अनि जाइहाल्नु पर्ने गए पनि विषय भएरै आएछ यतासम्म चिल्लो अलि खान भएन दुध खान हुन्छ रोग लाग्यो छैन रोग गाईको मुठी चामल त पुरा खान्छ गाईको दुध एक मानु दुध टुटा खाइन त गाईका दुधले चाहिँ के गर्छ भने ठानेर गोलो चाहिँ बस्छ कोही के गर्छ तिमीहरूलाई कस्तो भने कहाँ पुग्नु पर्ने अनि कुन ठाउँमा राम्रो छ कुन ठाउँमा नराम्रो छ त्यस्तो हुन्छ नि त अहिले बिखादी ठाउँ विषयको हुन्छ हाम्रो यहाँ जस्तो यहाँ एकदम राम्रो छ तिमीहरूको काठमाडौँमा बस्नै पर्दैन खाने यसरी गाउँ के लामखुट्टे भन्छ गयो भने लामखुट्टे